हेलो गाइस, सो म अहिले वर्तमान मेरो पुराना पुरै गाउँठाउँमा आइसकेको छु। आज यो ठाउँ चाहिँ के भन्दा पुराना पुरै भारतीयगुरी है, भारतीयगुरी। र यहाँ हाम्रो पुराना काकी हुनुहुन्छ हो, साथैमा साथी कुकुर पनि रहेछ। काकीको कुकुर पनि मजाको रहेछ एकदम है। भनेपछि यहाँ काकीहरू चाहिँ पुराना, हामीहरूको पुराना। अब यो ठाउँमा हामी थियौँ त्यतिखेरैदेखि, अब चिनाजाना भएको, भेटघाट भएको। अहिलेसम्म पनि अब म त्यतिखेर जस्तो देखेको अहिले पनि त्यस्तै हुनुहुन्छ काकी, जस्तो देखेको त्यस्तै हुनुहुन्छ। र अहिलेसम्म र यो ठाउँ चाहिँ कस्तो छ भन्दाखेरि, म तपाईँलाई ठुलो नहेर यहाँ हेर्नु सक्नुहुन्छ यतातिर है। यतापट्टिको दिदी हो, उसको चाहिँ नाम डुकी दिदी हो, लुकिरहेछ है। डुकी दिदी लुकिरहेछ। उता भाउजूले घुम्टो ओडिसकेछ है। नयाँ पुराना बेहुलीबाट नयाँ बेहुली भइसक्नु भएको छ भाउजू है। उता मेरो बुनु भान्जी सिरी मुसु हाँसिरहेको छिन् है। र गाउँठाउँ चाहिँ यस्तै छ अब। गुड बाई गया। र यसलाई चाहिँ हाम्रो होमदाई, आज होमदाई पुरा माने काममा व्यस्त लागेको छ यहाँ है। बाँस काट्दै रहेछ, के को खातिर हो पनि है। र काट्नु पनि पर्छ। र यतातिर हेर्नुहोस् नजारा, यो चाहिँ पुरै काजिरङ्गा नेसनल हाइवे है, काजिरङ्गा पर्छ अब यसलाई चाहिँ। यो चाहिँ रहेछ पिछलो प्रसिद्ध जुबिन वृन्दावनको। सो गाइस, यो चाहिँ रहेछ जुबिन वृन्दावन है। र म चाहिँ आज यतै घुर्दै आएको थिएँ, काम पनि कतै केही थिएन। र यस्तै आइदिएर आएको थिएँ घुर्दै डुल्दै। सानो यो ठाउँको, यो गाउँको एउटा सानो ब्लग बनाऊँ भनेर चाहिँ। यो चाहिँ के हो भन्दाखेरि हात्तीको झड्का हो, झड्का। हात्तीको कहीँ आउनु गरेको थिएन, र त्यसको लागि यो झड्का तयार गरेर राखेको छ। र अब नआउँदा पनि पेट खाली हुन्छ, आउँदा पनि झट्का राखिदिएको छ। जीव जन्तुलाई नि साह्रै महापीर, बाफी पेटको लागि आउनु पर्यो। मान्छेको खेतीपाती कता छ, अब उतातिर काजिरङ्गामा त केही छैन, खानेकुरो सबै मासिगयो। र यहाँ चाहिँ यस्तो ठाउँ ठार, यस्तो गाउँ बस्ती रहेछ है। र यति नै भन्दै म गइसकेको छु गाइस। ल ओके, बाई बाई।